म चाहिँ आज के भन्न आएको छु भने नि अहिले वर्ल्ड कप चलिरहेछ भरे 12:45 फाइनल छ। अनि त्यो एउटा पोथीले चाहिँ सबै मिलाइराखेको रहेछ क्या कुनले जित्छ भनेर चारो खाँदै मिलाएको रहेछ। अनि हिजो थर्डको थियो त्यसमा इङ्ल्यान्ड र फ्रान्सको थियो। त्यसमा चाहिँ फ्रान्सको चारो खाइदिएछ। अब धेरैजनाले चाहिँ अब फ्रान्सले जित्ने भयो भन्ने सोच्नु भएको छ। तर खेलको अन्तिममा चाहिँ खेल सकियो तब थाहा भयो इङ्ल्यान्डले 6 गोल र फ्रान्सले 4 होला। मैले बिर्सेँ 4 हो कि 3 हो होइन। अब खासै इन्ट्रेस्ट राखिनँ मैले त्यसमा चाहिँ। अनि अब आज भरे 12:45 चाहिँ त्यसले स्पेनको चारो खाएको छ। अब चाहिँ म दोधारमा म अर्जेन्टिनाको चाहिँ किन मनै पर्दैन। खेल मनपर्छ तर जितोस् जस्तो लाग्दैन। अब त्यसमा चाहिँ हेरौँ के हुन्छ। स्पेनको चारो खाएको छ हेर्दै जाउँ। अब खेलको अन्त्यमै थाहा हुन्छ कसले जित्छ र कसले हार्छ भनेर त।